ल हेलो गाइज मैले चाहिँ मसँग आज भएको DJI Neo ड्रोनको रेन्ज टेस्ट गर्दैछु है त। म अहिले कपुरकोटमा छु। हेरौँ है यो ड्रोन कतिको टाढा पुग्छ, कतिको सक्सेस छ, कतिको स्टेबल हुन्छ। म आज तपाईहरुलाई टेस्ट गरेर देखाउँछु है त। ब्याट्री चार्ज चेक गर्ने चाहिँ यसलाई दाबेपछि यसमा देखाउँछु। अहिले चाहिँ हामीले यो ब्याट्री प्रयोग गरौँ है। ल यसको ब्याट्री चाहिँ हाल्ने तरिका यस्तो हुन्छ। यो चाहिँ ब्याट्री, यसको पछाडि यस्तो हुन्छ। यसलाई चाहिँ हामीले पुश गऱ्यो भने एउटा खटको आवाज आउँछ हैन। त्यसपछि यो चाहिँ ब्याट्री ओके भएको। यसलाई एकचोटी दाब्ने अनि दाबिराख्ने हो। अनि पंखा हल्ल्यो भनेपछि ड्रोन अन भयो भन्ने बुझ्नुपर्छ हामीले। हाम्रो ड्रोन चाहिँ अन भइसकेको छ। अनि हाम्रो ड्रोनको रिमोटलाई अन गर्ने तरिका पनि त्यही हो। यो चाहिँ नियोको रिमोट हो। एकचोटी दाब्ने अनि दाबिराखेपछि हाम्रो चाहिँ यो ड्रोन र रिमोटको चाहिँ कनेक्सन भइसकेको छ। ल यसमा चाहिँ हाम्रो एउटा DJI Fly भन्ने एप हुन्छ हैन, त्यसलाई हामीले डाउनलोड गर्नुपर्ने हुन्छ। यो चाहिँ मैले पहिला नै गरिसकेको छु। यो भइगयो। कनेक्ट टु एयरक्राफ्ट DJI Neo आइसकेको छ। अब हामीले यो ड्रोनको चाहिँ सिधै क्यामेरा भ्यू हेर्न सक्छौं। हेर्नुस् ल, हेर्नु त हामीले चाहिँ ड्रोनलाई अन गर्नलाई यिनी दुईटा चपस्टिकलाई आफूतिर बनाएपछि ड्रोन अन हुन्छ। त्यसपछि म चाहिँ टेक अफ गर्न जाँदैछु। म चाहिँ ड्रोन पठाइसकेको छु। हेर्नुस् यहाँ यो चाहिँ ड्रोनको क्यामेरा भ्यू हो। हेर्नुस् कहाँसम्म पुग्छ हाम्रो ड्रोन। आज हामीले चेक गर्दैछौँ। ल हाम्रो ड्रोन चाहिँ गइरहेछ। म चाहिँ यसलाई सिनेमेटिक मोडमा हाल्दैछु। हाम्रो ड्रोन चाहिँ स्पिड जाँदैछ अहिले। हेर्नुस् है हाम्रो ड्रोन चाहिँ अहिले पाखा पानी पुगिसकेको छ। यो चाहिँ पाखा पानीको आसपास हो। मैले चाहिँ चोरखोलासम्म पुर्याउने, चोरखोला क्रस गराउने मेरो सोच थियो र मैले त्यहाँ पुर्याए पनि अगाडिको भ्यूज हेर्दै जानुस्। यदि बाइ चान्स यहाँ ड्रोन खसेको भए एकदम गाह्रो पर्थ्यो। सब पैसा सत्यानाश हुन्थ्यो। हेर्नुस् तपाईहरुले त इन्जोय गर्नुस्। रिस्क मेरो, इन्जोय तपाईहरुको। मैले चाहिँ यहाँसम्म पुर्याए है त ड्रोन। यहाँ पुर्याएर यहाँबाट चाहिँ आज चाहिँ मैले एकदम ड्रोनमा बहुत मेरो खतरा म लिइरहेको छु। मैले चाहिँ मेरो ड्रोनलाई चोरखोलादेखि अगाडि पठाएको थिएँ। अब हेर्नुस् त्यहाँबाट मैले रिटर्न टु होम दाबेछु हैन। त्यहाँबाट आउँदैछ। अब के हुन्छ, आइपुग्छ या पुग्दैन। ब्याट्री लेभल चाहिँ ठ्याक्क आधा छ, लगभग 50% छ। हेर्नुस् म चाहिँ रिटर्न टु होम गर्दैछु। आउँछ कि नै हाम्रो ड्रोन हेरौँ। ड्रोन चाहिँ केही पनि देखिन्न। मैले चाहिँ त्यो पारीको डाँडामा पठाएको ड्रोनलाई। आउँछ कि आन्न हाम्रो ड्रोन अझै। हे भगवान, चार्ज सिद्धिन लागिसक्यो। 35 छ चार्ज। 600 मिटर टाढा छ अझै। 34% मात्र चार्ज छ। ओ माय गॉड। 29 मेरो चाहिँ सास बढिरहेछ अझै। एकदम टाढा छ हाम्रो ड्रोन चाहिँ। ओ माय गॉड कहाँ छ यार, देखिन्न यार। देखेछ कि नै? उता कहाँ देखाछ? हाम्रो ड्रोनको चाहिँ कता आवाज चाहिँ मैले अलि सुनिरहेको छु। तर कहाँ छ आकाशमा कोही पनि देखिरहेको छैन। कहाँ छ यार? है ए यहाँ माथि आइसक्यो। ओ नो, सास बल्ल आयो यार। यहाँ चार्ज 21% मात्रै छ। ओ नो, माथि त्यो ल गाइस हाम्रो ड्रोन चाहिँ फाइनली आइसकेको छ है हामीसँग है। या वाह आइगयो फाइनली।